जाम न त 250 को जाने खाट निकाल्दैछन् टिङ टिङ वर्ष डेढ वर्ष मेरो प्यारो खाट गयो आज म भुइँमा सुत्नु पर्ने भयो खाट सबै निक्ल्यो यस्तो भयो मैले पठाउन लागेको यहाँबाट मैले भिडियो हाम्रो यहाँ चल्दैछ यस्तो जरो सुरे यति सामान पठाएको भयो कति हजार 15,000 हेलो गाइस हाम्रो चाहिँ आज नयाँ भ्लग स्टार्ट भइसकेको छ त्यो चाहिँ के को भ्लग भन्दाखेरि हाम्रो चाहिँ अब अचानकको प्लान भयो होइन हामी चाहिँ अब जान लाग्छौँ पार्कमा खानुलाई सबजना नेपाली जति होइन अनि आज चाहिँ हाम्रो अब लास्ट नेपाली सबैजनाको भेटघाट हुने दिन हो अनि त्यही भएर चाहिँ हामी यहाँ पकाउन लाग्छौँ होइन यो चाहिँ एकदम अचानक के अरे केही पनि नसोचिकन होइन प्लानै थिएन अनि अचानक भयो प्लान चाहिँ अनि यिनीहरूले चाहिँ मलाई फसाएर यहाँले मेन भजन चाहिँ सूर्य अहिले छैन सूर्य अहिले भन्नुपर्छ अनि त्यहाँबाट त्यो ल अनि यहाँ तीर्थ हाम्रो ल यहाँ तीर्थले गर्दै गर्छ म चाहिँ त्यहाँ गएर आउँछु मलाई चाहिँ फेरि भ्लगमा रमाइलो म चाहिँ गाइस काँक्रो काट्दैछु आजकल यस्तो बन्दैछ कि गाइस खाना आउन नबिर्सिने होला सबैले इन्भाइट छ जहाँबाट आए पनि मनाइ चाहिँ गर्दैनौँ हामी आज मेरो कोठाको खाट पनि गयो सबै गयो कोठै सुनसान भयो मान्छे चाहिँ हामी छौँ तर सुनसान भयो सुनसान उको लागि पनि मासुको लागि पनि उसको लागि पनि है कान्छी अब अलिकति चाहिन्छ मासुलाई एउटा सिङ्गै मासुको लागि राखिदेऊ अरू दुईवटा चाहिँ कसलाई श्रीलाई ए अन्त अहिले दिन्छु तर त्योभन्दा ठुलो भाँडा पनि छैन हामीसँग कान्छी त्यसमा त अचार मोल्न पुग्छ कि पुग्दैन पुग्छ होला को पनि छ ए म त यो मोल्नु पऱ्यो नि त म चाहिँ यहाँ मासु मोल्नु पऱ्यो अब हाम्रो ललिपप पनि छ होइन पुरै यसलाई रोस्ट गर्नु पऱ्यो रे हाम्रो सूर्यलाई खानु पऱ्यो रे सो सूर्यलाई होइन सूर्यको नाममा खानु त हामी पनि खाइहाल्छौँ पिठो छैन हामीसँग मैदाको तर छिटो तलबाट सबै काट्दा ए पर्दैन पुग्यो अचारमा पर्दैन धेरै भयो मिठो हुँदैन अचारमा टमाटर काट्दैछु गाइस यस्तो तरिकाले काट्दैछु मैले तिमी तल जाऊ तलबाट पकाउने मान्छेको चाहिँ भर छैन टमाटर काट्ने मान्छेको भर चाहिँ म त हेर डराइदिन्छु सबै तलबाट उयो लिएर जान्छु डाइलग मात्रै दिदी है जाऊ जाऊ कान्छ केही हुँदैन टेकेरै जाऊ पाकेर हिँड्छ हाम्रो सूर्यलाई अलिकति नि फोहोर मन पर्दैन है त्यहाँ कपाल चाहिँ हुनै भएन सूर्यलाई चाहिँ खानेकुरा देख्नै हुन्न क्या उसको आँखा चाहिँ सबभन्दा पहिला खानेकुरामा अनि उसलाई खानेकुरा आउने चाहिँ हुरुक्कै हुन्छ जे झन् अचार सचार यताउति देखेपछि चाहिँ एकदम हुरुक्क हुन्छ अनि त्यही भएर चाहिँ खाऊ खाऊ अब त्यति त हो त्यो
चाहिँ अलिक अन्डा बढी भयो कि हजुरबाले सोच्दै हुनुहुन्छ के चाहिन्छ के चाहिँदैन के सबै बिल एक ठाउँमा राख नाउँमा चाहिँ रेडी भइसके अब हामी जाने हो कतातिर पार्कतिर राति यतिखेर बल्ल चोकतिर जाम खाने चोकतिर भन्दै जाने अब सानी देख्यो रे रश्मिले चाहिँ मलाई सानी देख्यो रे बच्चा जस्तो पछि यहाँ भिडियोमा हेर्दाखेरि त म ठुलै देख्छु कता हो सानो देखेँ कि ठुलो देखेँ भनेर हेर्न खोजेको तर भिडियोमा चाहिँ मैले नर्मलै देखेँ है सूर्य यता रेडी भइसक्यो यता रश्मि रेडी भइसक्यो यता सूर्य पनि रेडी नै छ हामी चाहिँ घरबाट निस्क्यौँ हाम्रो पार्टीतिर अरूहरू चाहिँ गएर नाच्नु थाल्छ हो गर त हामी चाहिँ जानुलाई रेडी भइसक्यो टिकटक एउटा बनाउँ भनेको त बनाउनु पनि पाएन ओइ अनि म कुन जुत्ता लाएर जाने हामी चाहिँ नाउ घरबाट बाहिर निस्क्यौँ त्यो केमा हाल्ने जान्छ तिम्रो साइकल खै त आरिगातो गोजाइमास ल लिएर आउँछ तिम्रो चराको त्यो गुण जत्रो पो रहेछ हाल यहाँ ल्याए त्यसो गर्नुपर्ने देख्छ आऊ भाइ छिटो ढिला भयो घरबाट निस्क्यौँ अब हाम्रो चाहिँ अब पार्टी सुरु हुन्छ अनि हाम्रो चाहिँ अर्को टिमहरू चाहिँ उता गएर होइन अनि नाच गान गरेर गीत सित बजाएर बसेका छन् हामी चाहिँ यहाँ यस्तो छौँ अनि यहाँ हेर न उनीहरू फेरि दुईजना एक रुपियाँमा लु उनीहरू त ल अनि हामी चाहिँ अब यहाँबाट घरबाट निस्क्यौँ किनभने हामीले चाहिँ पकाउनु टाइम लाग्यो नि त उनीहरू चाहिँ डाइरेक्ट उता आएर अनि आएको भएर चाहिँ उनीहरूलाई केही भएन अनि हामी चाहिँ यताबाट डाइरेक्ट पकायो अनि सबै प्याक गरेर लिएर जाँदाखेरि लेट भयो सो त्यही भएर चाहिँ अनि हामी चाहिँ थोरै लेट भइसक्यो उनीहरू चाहिँ गएर नाचगान पनि सुरु भइसक्यो हामी चाहिँ जाने बित्तिकै नाच्ने हो गाउने हो अब के अटेन मेरोमा देऊ कि कोकहरू यता कोकहरू मेरोमा देऊ कि जान्छु अघिदेखि त भन्दैछु कोक मलाई देऊ न म खाँदै जान्छु क्या होइन मलाई मनपर्छ नि त कोक सो मेरो टोकरीमा कोक मात्रै अट्छ अरू त आउँदैन म जस्तै सानो हो मेरो टोकरी पनि त्यसैले ओइ म त लडु लाने साइकल त सालीमाले यति ठुलो बनाइदिएछ क्या अग्लो त्यही भएर मलाई अप्ठ्यारो भएको झन्डै उल्ट्यामा उतातिर झन्डै मेरो एक्सिडेन्ट भएको थियो ल गाइजहरू आऊ तिमीहरू सबजना ल जाम अघि बरु मलाई चाहिँ राख कस्तो उज्यालो लाग्यो सुरु भइसक्यो नाचिसक्यो देखाउ त उता नाचिसक्यो हाम्रो यहाँ कस्तो उज्यालो हेर्नु यो दियो अनि बोलो भने होइन त ल अब चाहिँ हाम्रो यहाँ सुरु भयो पार्टी तर अँधेरो भयो क्या बत्ती चाहिँ अलि भएन है त्यही पनि इसोले देखेको चाहिँ छौँ होइन हामी मान्छे चाहिँ एकअर्काले चिनिन्छन् अब हामी नाचगान सुरु भयो हाम्रो दाइ त खतरा नाचगान सबलाई भोग लाग्थ्यो अरे अनि सबैजनाको कुरा चाहिँ के भने सबभन्दा पहिला खाम अनि खाएपछि मात्रै रमाइलो गरौँ भन्ने कुरा हो अनि हामी चाहिँ सबजना सहमति भयौँ अनि जान पाएन खानेकुरा हालेर खान थाल्यौँ हामी चाहिँ
हाम्रो हाम्रो एकदम बेस्ट पार्टी हुँदैछ गाइस यो चाहिँ हाम्रो के अरे लास्ट अनि फेरि एकदम स्पेसल पार्टी बाल्दिन न यता सबैतिरबाट खिच्छ न घुमेर म कसरी मेरो Ladies and gentlemen. यति मात्रै बनाऊ आहा यो हो नि त लाइन ल चलो 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 हजुर धन्यवाद ल गाइस यो चाहिँ मेरो है वाउ अब खाना पनि सुरु गरिसक्यो हामी सबैजना किन सबैलाई भोक लागेर अनि आउने बित्तिकै पहिला चाहिँ हाम्रो खाना सुरु भइसक्यो होइन अनि वही लाइटले आँखा पऱ्यो अनि चम्चा लियो है आफू के छैन मागेर खाऊ बिर्स्यो भने नभन कस्तो छ फिडब्याक एकदम मिठो खोइ त यता बोल्दैन नि जबरजस्ती बोल्न लाउनु मनी खान्छ है अब खानपिन भइसक्यो न हाम्रो नाचगान सुरु भइसक्यो चिसो भयो थुथु क्यामेरा यहाँ अब हाम्रो यहाँ डान्स सुरु भइसक्यो छिराउ नाच्न आऊ यहाँ कुन चाहिँ दुश्मन हो झाडो हो हो बिजुली बालेर के बनाएको आयो
जानु तिमीसँग छिरी छिरी जाऊ। भेट्दै कुन गीत हो यस्तो नाच्दा नाच्दै खाल्दो फाल्दो श्री आऊ छिटो छिटो आऊ के श्री उभिने मात्र हो के आऊ छिटो श्री आऊ के उभिने हो के छिटो जति उभिने आज उभु के उभु आऊ न नाच आऊ बा मेरो बा आऊ ल छिटो रबिन आऊ नाच के अमर आऊ के उभु मात्रै के हुँदैछ यहाँ दालमा कुछ कुछ कस्तो हो के यो पुलिसले आजै लानु के गीत हो यो म घुमिदिन्छु दाइ त पनि हाल्नु पर्यो कि दाइ तपाईँलाई जाडो भयो कि दाइ एक्लै त बस्नु अलिक गाह्रो भयो कि दाइ घाम लाग्यो मलाई त हाम्रो अग्लो रबिन सोल्जीको डान्स पो मन पर्यो
त्यहाँ है भगवान् रवि यो बाइसिकल अबको सेन भाइ हिरोसिमाको चोको प्यारा लैजाऊ दुईजना हाँसेर जात्रै छ यहाँ वाउ यो गीत नि हुन्छ यो गीत हुन्छ मेरो मेरो लाउरे आउँछ रे यही केमा हो ए दिदी मलाई यिनको आटै मन पर्यो लौना दिदी मलाई किन साइडलाई जाऊ न तरकारी तल्ले खाने हो हाइट पनि देखाइदिउँ न अब के गर्ने यति साह्रो गीत पनि छ यहाँ छ के बस्छु रे जोइन ल तीर्थको ज्याकेट खुल्यो है ल ल ल छैया 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 चले छैया 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 चले छैया 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 चले छैया 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 अलि यस्तो कपाल छैया 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 पागलतिर ले गल छैया चले छैया 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 चले छैया 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 चले छैया 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 चले छैया 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 चले छैया 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 दाइले कसैलाई ननाच भन्न खोज्यो क्या सोनी नकड़े मैनू सोनी रे नकड़े सोनी नकड़े सोनी नकड़े मैनू सोनी दे नकड़े सोनी लगदे
ओ जाने जाना क्यान्डी पो क्यान्डी पेन क्यान्डी ओ जाने जाना क्यान्डी सोनी लग दे मैनू भी लग दे सोनी लग दे मैनू भी लग दे सोनी लग दे मैनू नहीं वानी आहा 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 जवानी आहा 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 सोनी दे लग दे मैनू त्यो बत्तीलाई चाहिँ उयो ल्याएर राखिदियो भन्नु न आज एक दिनको लागि के थियो ए त्यही फिल्मको त होला बाई 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 सैगो तसँग है पैसा मसँग पैसा तसँग है पैसा मसँग है पैसा ओभरलोड क्याश फ्लो ब्रो पैसा के बोर गनी नसकिने भो पैसा फेरि खट्टला चन्द्रमामा जग्गा मेरो धनी पूर्जा पक्का भाषा 2050 मस्ती सक्यो ल पर्खी प्रिन्ट हुन्छ पर्सी फेसबुक र इन्स्टा यो ट्विटरको चिन्ता भन कति लाग्छ पैसा यो तिनटैलाई किन्दा पैसा तसँग ए पैसा मसँग ए पैसा चल्दा यस्तो चिसो हावा मौसम एकदम धेरै रमाइलो लागिरहेको होइन अनि श्री र रश्मि चाहिँ गइरहेको उता सायद बाथरुमतिर अनि हामी चाहिँ यहाँ नाचेछौँ अनि म चाहिँ रमाइलो हेर्दैछु साइडमा एक्लै नाचेर होइन साइडमा बसेर एक्लै नाचेर हेर्दैछु क्या अनि रमाइलो लाग्छ नि त आफूले मात्रै नाचेर सबैजना नाचेको हेर्न पनि मजा आउँछ कहिले गाइज अनि कपाल के गीत हो यो यही गीतमा नाच्न पारेन अघि ननाची बसिरह चाँडो हो तर के अरे ललिपप लागेछे भन्ने गीत ये परली की छोरी है गाँव की है गोरी थोड़ी दीवानी है और पागल है थोड़ी रास्ते में चलती किसी को कभी ना परेशान करता है मार कोई दिल से लगाएगी दिल तो कभी उसको जा भी लुटा देगा मार निन्द्रा लायो प्रभु म त यहाँ ढुङ्गामाथि यसरी उभिएर नाच्ने अग्लो नाच देखाएको छु म अब चाहिँ देखियो होला कोही त गीतै बज्दैन यहाँ नाच भने यहाँ ढुङ्गामाथि चढी म अग्लो हुनुपर्ने भाइ जस्तो जाने ए जाडो भयो देउसी रे यहाँ ल म अब अग्लो भइसक्यो सबै जत्रो भनेर ल म अग्लो हाइट बढ्छ मेरो छिटो नाचौँ यहाँ मास खोइ त मास चामल त नभए महँगो छ
Results are not good. अझै हो कि नानी यो फिल्म Apa? Esto no bola. यति मात्र हो नि यस्तो पनि छ अनि यस्तो उयो रियल छ शेर हाथी नाचे दिल का ये मेला यार अपने साथ नाचो के जोरों पे तुम धड़ाकते सी नाचो पसीना माथे का चमके धमके ऐसे नाचो हाँ जा छोरे हाँ जा गोरे हाँ जा छोरे नाचो 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 अस्ति खुट्टा काट्ने गरी पौडी खेल्यो नि त दाइ खाँदैन मलाई दिदी आइ घट्यो ल हाइट घट्यो नि के हुँदैन के होइन मेरो हाइट घट्यो नि म दिदीले गरेको अब फर्क्यौँ भएन नि यार मोबाइलमा त केही देख्दै देख्दैन त भिडियो पनि गरौँ अब चाहिँ हाम्रो यहाँको रातिको 12 बज्यो अब चाहिँ हामी घर फर्किने टाइम भइसकेको छ हाम्रो डान्स सान्स सबै भ्यायो नाचगान खानपिन सबै भ्यायो सबैजना आधीभन्दा बढी चाहिँ गइसक्नु भयो होइन अनि हामी चाहिँ यतिजना मात्रै बाँकी छौँ अनि यति चाहिँ अब हाम्रो अलिअलि खानेकुरा पनि यहाँ बाँकी छ तर अनि त्यसपछि सूर्य चाहिँ हामीलाई लाइट देखाउँछ किनभने यहाँ लाइटै छैन नि त अँधेरो भयो हामी अँधेरोमै नाचिरहेको थियौँ अघिसम्म अब चाहिँ हामी अब हाम्रो हिरोसीमाको माया अनि हामी सबैजना साथीभाइको मायाहरूलाई चाहिँ यहीँनिर छुट्याएर होइन मलाई त्यो अनि अब यसरी हामी चाहिँ अब जाँदैछौँ सो अनि अब चाहिँ हामी जाँदैछौँ ल के भन्नु जस्तो रे केही भन्नु छैन रमाइलो भयो ल नबिर्सिनु रश्मि केही भन्नु रश्मि श्री मित्र सधैँ सम्झिनु सधैँ एउटा कुरा भन्न चाहन्छु ल दाइ भन्नु अचार चाहिँ खतरा थियो थ्याङ्क यू ल अनि ल ल ल भाइ तीर्थ सबैजनालाई ल अनि बाई बाई हुन लागिसक्यो उज्जवल भविष्यको कामना गर्छु सबैजना हजुरलाई पनि धेरै धेरै भविष्यको कामना अब हाम्रो यहाँको सबभन्दा ठुलो दाई भनेको हजुर होइन राम्रोसँगले बस्नु हामीलाई नबिर्सिनु पनि बिर्सिने छैन यसो होइन बहिनीको आउनु होला च्यानल सब्स्क्राइब गर्नु भयो अरे सबैले अनसब्स्क्राइब च्यानल सब्स्क्राइब नगर्नु भयो अरे सब्स्क्राइब गरिदिनु लाइक कमेन्ट सेयर गर्न नभुल्नु होला ल ल एकदम आज एकदम रमाइलो भयो अनि दुखी पनि भइरहेको छ अब चाहिँ हामी सबैजना छुट्ने टाइम भइरहेको नि त अनिखेर त्यही भएर हामी चाहिँ आज लास्ट दिन यहाँ यसरी भेटघाटको कार्यक्रम थियो अनि अब चाहिँ हामी यहाँबाट जाँदैछौँ दाइ ल बेस्ट अफ लक राम्रोसँगले बस्नु सेनमनको पढाइ पनि राम्रो होस् सोचेको जस्तो सबै कुरा होस् अनि नबिर्सिनु कहिले पनि सबैजना होइन होइन काली देखाएको छुइनँ हौ गएछु लाइटले त झन् म एक्स्ट्रा गोरो भइहाल्यो नि लाउनु नि ल बाई बाई गरौँ न सबजनाले मित्र बाई बाई म त बाई गर्दा गर्दा थाकिसकेँ ल बाई बाई गाइज गुड बाई टाढो भयो थ्याङ्क गड मैले चाहिँ होइन ब्याग स्याग केही ल्याएको थिइनँ यही अब गोमिसौँ होइन
दामी जाडो भयो यार बेसमरी हिँडे है केटाकेटीहरू हिँडिसक्यो ल खै गाइज हामी त फर्क्यौँ घरतिर खोइ त हाम्रो सुरुहरू आएन यहाँ हाम्रो साइकलमा पोज दिँदैछ हेर न मेरो त्यस्तै भयो हात रातो भयो शून्य खाइ अब यहाँ हातहरू सुन्नेर यस्तो फर्क्यौँ हामी घरतिर सूर्यहरू आएन त कहाँ सूर्यहरू ट्याग अफ गर्दैछन् कता सबैजनाको चिसोले हो यस्तो हालत कता भयो नि चल्छ रातो अन्त सबजना गए आफ्नो आफ्नो घर अब हामी दुईजना मात्रै भोलि एक दिनपछि पर्सि तिमी मात्रै त्यसपछि यो कोठा खाली हुन्छ कन्छी कस्तो सुनसान भएको क्या मेरो मुख किन यति रातो भएको पोलेर तर ठिकै छ गाइज यस्तै हो आफ्नो घर परिवार देश छोडेर आयो अब यहाँ बनाएको नाता सम्बन्ध छोडेर गइन्छ त्यसपछि यस्तै 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 गरी गरी फेरि नयाँ सम्बन्ध होला फेरि त्यहाँबाट छुट्टिनुपर्छ यस्तै रहेछ जिन्दगी आज मिलन भोलि छुट्टी कसले भने त्यो त कस्तो लाउने हो र अब त्यस्तै हो क्या जहाँ जानलाई पनि मन पहिला पिर परे हौ पिर परे साह्रो पिर परे साह्रो पिर परे होइन यति धेरै पिर परे मन चाहिँ कस्तो अर्कै लाग तर अनि फेरि यस्तो लाग्छ क्या अब हुन्छ नि अब अहिले यहाँबाट गए पनि अब के अरे अब अहिले हामी यहाँ यत्रो मिल्यौँ होइन अब यत्रो साथीभाइहरू बनायौँ अब यताबाट गइसकेपछि त हतपत हामीले साथीभाइहरू पनि हुन्छ नि यस्तै मिल्ने पाउँछ पाउँदैन होइन अब कस्तो सोचको मान्छे पाउँछ अनि यहाँबाट जाने बित्तिकै हामी झ्याम्मिन सक्छ कि सक्दैन अब हामीलाई त यहाँ यस्तो बानी पर्यो नि त होइन अनि अब जे गर्नलाई है बरु एक दुई दिन चुपचाप बस्यो होइन तर हुन्छ नि त्यो आफ्नो उयो हुन्छ क्या जे भए पनि कस्तो क्या अर्कै कनेक्सन हुन्छ क्या आफ्नो जस्तै आफ्नो घरमा बाबा मम्मीहरू जस्तै हुन्छ नि है त्यस्तै फ्यामिली जस्तै अनि क्या सेम आफ्नो घरमा बाबा मम्मी हुन्छ नि सेम आफ्नो परिवार जस्तै भयो क्या हाम्रो चाहिँ यहाँ एक दिन उयो गऱ्यो होइन अनि फेरि त्यस्तै हुन्छ क्या हाम्रो यहाँ अब के अरे आफ्नो अब नेपाल छोडेर आयो नि त अब नेपाल छोडेर आउने बित्तिकै यहाँ फ्यामिलियर टाइपको भयौँ नि त हामी अनि यहाँबाट जाने बित्तिकै अन्त फ्यामिलियर हुन सकिँदैन क्या गाह्रो हुन्छ अलि टाइम किनभने हामीलाई यहीँको त्यो माहौल हुन्छ नि माहौलहरू याद आउँछ दिमागमा बस्छ ए हामीले त यस्तो गरेको थियौँ है भन्ने हुन्छ होइन अब यो 1 वर्ष 1.5 वर्ष कसरी बित्यो थाहै भएन क्या थाहै अब हुन्छ नि स्ट्रगलको टाइम पनि थियो होला होइन अब कुनै कुराहरू कस्तो सिचुएसनहरू पनि थियो होला होइन घरिघरि अब कस्तो थियो होला त्यही पनि क्या तर जस्तो सिचुएसन भए पनि होइन तर हामीले जुन मोमेन्टहरू हामी एकअर्कासँग बस्दाखेरि जस्तै अब दसैँ तिहार हुन्छ नि अब त्यो हरेक चाडपर्वहरू हरेक त्यो हुन्छ सानो सानो कुराहरू हाम्रो ग्यादरिङ हाम्रो हुन्छ नि त्यो बाहिरतिर जाँदाखेरि 4-5वटा साइकल गुरुले गएको छ एकजनाको काम भए सबजना गएको छ होइन अनि कहीँ जानु पर्यो सबजना हिँडेको होइन अब त्यो टाइपको अब सबैले भन्छ नि है तपाईँहरूको ग्रुप त यस्तरी हिँड्छ यस्तो गर्छ त्यो टाइपको चाहिँ अब यहाँबाट गएपछि हुनलाई चाहिँ अलिक गाह्रै हुन्छ होला होइन अब किनभने अब म त एक्लै नै हुन्छु जे भए पनि अनि त्यसमा अब यिनीहरू चाहिँ 2-2जना जान्ला होइन अनि त्यही पनि यस्तो क्या 2-2जना गइसकेपछि पनि यस्तो हुन्छ अब सबै कुरा क्या हाम्रो ग्रुपमा कस्तो नि एउटा कुरा एउटालाई भएन भने अर्कोलाई भएन अर्कोलाई नभए अर्को हुन्थ्यो नि त अब त्यो हुँदैन क्या जस्तै केही कुरा अब एकजनाले कस्तो यस्तो चाहिँ गरौँ न भने एउटाले भने हुन्थ्यो नि त अब त्यो टाइपको भन्ने हुँदैन नि त अनि त्यस्तै हो अब भेट्यो छुट्टियो अनि याद अब मोमेन्टहरू छँदैछ आफ्नो आफ्नो होइन अनि त्यही हो रमाइलो भयो अब आज पनि हामीले ग्यादरिङ अचानक प्लान गऱ्यौँ गयौँ होइन फेरि एकजनाले एउटा भनेपछि अर्कोले नाइ भन्ने चाहिँ चलन छैन क्या एकजनाले होइन आज हामी यो गरौँ है भनौँ ओके हामी सबैजना तयार क्या चाहे निन्द्रामा होस् जुन कहाँ यत्रो सुन्नाएर भयो नि गइन्छ होइन थाके होस् होइन रातभरि बरु आफ्नो छुट्टै पर्सनल केही होस् होइन त्यो कुराको नो म्याटर क्या एकजनाले भनौँ ग्रुपमा ओके डन कुदिहाल्यो क्या हाम्रो चाहिँ अब त्यस्तै अब उयो थियो अब एउटा बोन्डिङ हुन्छ नि एउटा फ्यामिली बोन्डिङ टाइपको
एउटा आफ्नोपन थियो। अब त्यो चाहिँ अब यहाँबाट अब हामी सँगै लिएर जान्छौँ, गुमाउन लायौँ चाहिँ होइन कि यसलाई हामी मनमा लिएर जान्छौँ अनि हामीले लट्स अफ प्लानहरू भेट्छौँ हामी पछि पनि। अहिले यस्तो क्या 2-3 वर्ष अब वर्किङ लाग्नलाई टाइम लाग्छ नि त, त्यसपछि हामी फेरि सँगै बस्न मिलिहाल्छ नि होइन। अब जस्तो नेपालमा अब जहाँ गयो नि काठमाडौँको जान्छौँ मान्छे भने जस्तो यहाँ पनि अब यस्तो त भइहाल्छ। अनि त्यही हो, अलिक नरमाइलो चाहिँ लाग्ने रहेछ। अनि बरु सँगै हुँदाखेरि नबोले पनि केही फरक पर्दैन क्या, 1-2 दिन नबोले पनि केही लाग्दैन होइन। तर छुट्ने बेलामा चाहिँ कस्तो अर्कै टाइपको फिल हुने क्या, सँगै त हो भन्ने टाइपको हो नि। सँगै हुँदा चाहिँ अनि छुट्न लागेपछि चाहिँ अर्कै टाइपको भाइब्स फिलहरू हुँदो रहेछ। अनि त्यो ठिकै छ। अब त्यही हो, सबैजना आफ्नो आफ्नो राम्रो गर्नु अनि सबैजनाले एकअर्काको माया सधैँभरि गरिरहनु पर्यो। अनि त्यही हो। अनि यहाँ आएर धेरै कुरा सिक्यो, धेरै आफ्नो आफन्त कहिलेकाहीँ यस्तो हुन्छ क्या जिन्दगीमा कति धेरै मान्छेले कति धेरै कुराहरू भोगे हुन्छ नि त। अनि आफ्नोपन हुन्छ नि, कहिले कतिपय कुरामा चाहिँ आफ्नो मान्छेहरूबाट जस्तै हुन्छ नि आफ्नो नाता सम्बन्धहरूभन्दा पनि त्यो एक्स्ट्रा कुराहरू पाइरहेको हुन्छ क्या हामीले यहाँनिर। त्यस्तो कुराहरू पनि पाइयो होइन, मायाहरू एक्स्ट्रा त्यो सबै भयो। अनि त्यही हो, अब भोलि एक दिन छ, भोलि एक दिनलाई पनि अलि यादगार मिठो माया हुन्छ नि मायालु तरिकाले कटौँ। अनि पर्सि त म गइहाल्छु, त्यसपछि उनीहरू बहिनीहरू जान्छ, त्यसपछि भाइहरू जान्छ। अनि यस्तै गरेर अब हाम्रो चाहिँ एकै दिन जाने मन थियो सबैजनालाई, तर अब मिलेन होइन, यस्तै भइहाल्यो। तर पनि ठिकै छ। अनि ल श्री तिमीलाई मलाई केही भन्नु त? घुर्क्याएन हो, घुर्क्याएन के घुर्क्याएको थियो र? त्यस्तो घुर्क्याउने उयो त होइन, त्यस्तो भने त सँगै बस्नुन्जेलसम्म नबोले पनि केही लाग्दैन कि, तर जाने बेलामा त्यो याद छैन कि अब हाम्रो त्यो हुन्छ नि हाम्रो बोन्डिङ टाइपको, हाम्रो सिस्टर बोन्डिङ टाइपको, हामी त्यो हामीले राम्रो मोमेन्टहरू गरेको मात्रै याद छ कि, अरू त मलाई खासै अब त त्यो उति बेला याद हुन्छ, उति बेला मनमा लाग्छ, उति बेला बिर्सिन्छ क्या। अब त्यो कुराहरू लिएर जानु पनि होइन, त्यही भएर राम्रोसँगले जाऊ, राम्रोसँगले बस्छ। अब मलाई के पनि भन्नु होइन रे, मलाई गाली मात्रै गर्छ रे ले, मलाई गाली गरी। ल ठिकै छ। अब चाहिँ हामी रातिको 2-3 बज्न लागिसक्यो। अब चाहिँ हामी सुत्नुपर्ने हुन्छ। अनि भोलि र पर्सि चाहिँ 10 बजी आइया मारो, म त खाटमा पो छु जस्तो फिल म त खाटमा छु भनेर यस्तो पल्टिरहेको आया, म त भुइँमा पो रहेछु, खाटमा छु भनेर म त खाटको उसमा अडेस लाउनु खोजेको। ल अब चाहिँ हामी सुत्नुपर्ने हुन्छ, रातिको 3 बजिसक्यो होइन। अनि यस्तै भयो। अनि मेरोमा चाहिँ पुरै किन हो यति साह्रो भएको आज, हेर त भत बोला पुरै टल्क्या है। क्या किन हो र? ल ठिकै छ गाइस, बाई बाई। अब चाहिँ मैले 10चोटि बाई गरी होइन, आज कतिवटा बाई काट्नुपर्ने हो थाहा छैन। मैले 10चोटि इन्डिङ गर्दै भिडियोलाई होइन, मनमा कति धेरै कुराहरू हुन्छ नि त, सो त्यही भएर त्यो उयोहरू राख्न खोजेको। अनि अब हामी त्यहाँ पार्टीमा त्यहाँ खाना गएको सबै त्यो डान्स गऱ्यो भने त कपिराइट आउँछ मेरो। अनि कतिवटा कपिराइट आइसक्यो नि त, अनि फेरि पछि ब्लग भइदिनु छैन, त्यही भएर त्यो कपिराइट गर्नु न, त्यसलाई म्युट गर्नुपर्ने हुन्छ, गीतहरूलाई म्युट गरेर। अनि त्यसलाई चाहिँ अलिकति त्यही गरेर राख्नुपर्ने हुन्छ। त्यही भएर ल बाई बाई गाइस, यस्तै रहेछ जिन्दगी। अझै त म यहीँ छु, भोलि पनि म यहीँ छु, अझै हाम्रो कति धेरै घन्टा पो बाँकी छ त हो। अनि धेरै टाइम बाँकी छ, म यहीँ छु, भोलि पनि यहीँ छु, पर्सिसम्म पनि म यहीँ छु भनेपछि यस्तो कुराहरू नगरौँ। बाई बाई गाइस, सी यू, गुड नाइट।